cold, these brothers my guys, know that we fly. Good. पुरालो झरेको थकै लागेर हिँड खुरखुर हिँड वेलकम टू माई भ्लग होइन यो दाइको दाइको भ्लग हो होइन के भन्नु हेर्नु डाँडा आज नयाँ ठाउँ यो ठाउँको नाम चाहिँ के भन्छ अरे द्रास भन्ने ठाउँ हो यस्तो जाडो छ कि हेर्नुहोस् अहिले ओहो 18 किलोमिटर 18 केजी बोकेर ल हेर्नु सबैजना पछाडि छ पवन दाई यतै हाई भनिदिनु पवन दाईको युट्युब च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज होइन ट्याप गरिदिनु होला हेर्नु सक्नुहुन्छ अगाडि हेर्नु यति धेरै मान्छे गइरहेको छ अगाडि हामी चाहिँ बिचमा छौँ गाह्रो छ पहाड हेर्नु पहाड हेर्नु यति राम्रो पहाड छ अब पुरै नगरौँ हेर्नु त यो पहाडमा हो नि घुम्न आउनु पाए कति रमाइलो हुन्थ्यो के गर्ने गाह्रो छ चिसो लागेर पनि हामी फेरि वाकिङ हिँड्दैछौँ अब के गर्ने मास्क नलाएछौँ यो मास्क चस्मा यो कालो मास्क अनि यो चस्मा अनि यो टोपी अनि यो पानी अनि यो यो के भन्छ मखमल नलेसम्म यहाँ त कामै छैन यहाँ मार्छ फेरि यो यहाँ छ मधेसी डन इधर देखना मेरा ब्लॉग है हेलो लाइक एंड सब्सक्राइब करना बोल हेलो लाइक एंड सब्सक्राइब करो हेलो हाँ ठीक है अरे मेरे को फंसाना इतना यार नहीं फंसा दोगे यार फंसाऊंगा नहीं यार ये यूट्यूब च्यानल है ना घरहरू हेर्न सक्नुहुन्छ यति राम्रो छ तर के गर्नु भुइँचालो आयो भने यो गइहाल्छ हो जान्न र यहाँ काठै काठको छ फेरि बाहिरबाट सिमेन्टीको प्लस्टर भित्र काठै काठको ओहो क्या सर एक बार मैंने बता तो दिया चलो ठीक है लास्ट हाम्रो हेर्न सक्नुहुन्छ ग्याङहरूलाई ग्याङ यहाँ छ ल आजलाई है पुल यस्तो राम्रो छ हेर्नुहोस् पुल भयो यहाँको सिनहरू हेर्नुहोस् ओहो यहाँभित्र त गाडीभित्र चाहिँ चोट खाने काम नगर्नु है गाडीहरू यता हेर्नुहोस् यो गाडीले खानु हुँदैन जुन घाम झुल्किरहेको छ त्यही ठाउँमा पुग्ने हो कि त्यसैको जरामा पुग्ने हामी चाहिँ ओहो नि कति राम्रो सिन ठाडा उकालो चढिरहेको छौँ कमान्डर यहाँ छ होइन हाम्रो सानो डाउन कमान्डर यो पछाडिबाट आउँदै हुनुहुन्छ कि गाइजहरू झर्ना यहाँ झर्ना हेर्नुहोस् भ्यू गाह्रो छ ठाडो उकालो चढिरहेको सबैजना एक गरेर What's not good at that? How are you? Ini kuru-kuru ini.
हिजो पैसा हाल्नु पर्ने क्या 500 उठाउन आएको थियो त राम्रो छ नि त्यसको लागि हेर्नु नि यहाँ 38 रुपियाँ छ दिनमा कति धेरै दिन्छ नेपालमा त्यसले 150 रुपियाँ पर्छ नेपालमा पर्दैन बुझी पर्दैन नेपाल भन्दा ये खाने में हामीले खाएको के हेर्नुहुन्छ है प्रश्न कस्तो नराम्रो लाग्यो रहेछ थट नराम्रो भयो बात लाग्यो यो छ यो मोम दाल छ एउटा मिठो भइरहेछ अब खाइदिउँ न त चिसो भएर यस्तो चिसो खानु पर्यो है त्यहाँ हेर्नु त खानै नपाएको जस्तो हेर्नु होला हाम्रो मिठो छ हो भोक मिठो कि भजन मिठो भन्छ नि त्यही हो कि भोक मिठो रहेछ क्या त्यही भएर एउटा दिन त म बनाउँछु लडाइँमा के भयो लड्दाखेरि हामी चल फर्किन सक्सेस भयो यही बाटो हिँडेको थियौँ होइन ल फाइनल्ली हामी चाहिँ तल डाउन भयौँ होइन माथिदेखि टपदेखि माथि टप फेरि यति माथि थियो कि हेर्नु पसिना कहाँबाट निस्क्यो त्यो पनि थाहा भएन बाटो फेरि यस्तै छ खतराक मात्रै मेरो गाउँले दाइ हो यो स्याङ्जाको म तिम्रो गाउँको हो नि मेरो गाउँको प्योर गाउँको हो के गर्दै हुनुहुन्छ दाइ यो के हो इनर्जी हो क्या यहाँ फेरि इनर्जी खाँदै हुनुहुन्छ है यसलाई फेरि इनर्जी भन्दो रहेछ हान्नै पर्ने भयो फेरि होइन मान्छेहरूले रेडुल खान्छ भने उहाँले चाहिँ खानु हुँदो रहेछ क्या के भन्छ त्यसलाई डायरी भन्नुहुन्छ क्या डायरी होला होइन यस्तो दामी भ्यू छ देखेको छ यहाँबाट अगाडि
अगाडि फेरि भाइहरू दाइहरू गुर्जीहरू सबै गइसक्नुपर्छ बाटो यस्तो लामो छ कि यति लामो छ कि 18 पुरा टोटल 18 केजी र 18 किलोमिटर बोकेर हिँडेको अब डाउन हुँदैछौँ मेरो तर त्यति साह्रो छैन कम्ती नै छ मेरो आधी सक्यो अलिकति 8 केजी मात्रै छ तर गुर्जीहरूले चाहिँ पर्पल बोक्नुपर्छ मलाई खुसी लाग्छ होइन बुढो मान्छे बुढो हुन्छ नि त भन्छ नि त आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको के त्यही भएर उखान पनि काम लाग्दो रहेछ कहाँ नाच्छ रे जिम्माको नाच्छ रे यहाँ चाहिँ ड्याम गाइजहरू हिँडिरहेर अब पौरास्ता पुल पनि कति हो अघि आएको पुल स्क्रिन पनि फुट्यो मोबाइलको अरूभन्दा नि नयाँ खबर यो छ कि मेरो दाइ फेरि होइन अघि त्यो के भन्छ अरे बरफमाथि चिप्लेर लोट्नु भयो क्या गर्दा बिचरा यो मोबाइल पनि फुट्यो कि गलफमा यस्तो चोट लाग्यो गलफ नभए भए दाइको हात लगभग छाला उक्किएकै हो कि लगभग छाला उक्किएको होइन छालै गइसक्यो हातले काम गर्थेन होला सायद गलफले गर्दाखेरि त्यही भएर भन्छ नि चस्मा टोपी यो बाला गलफ नेपालको मान्छेको डाँडा हिँडेको भएर अलिक सजिलो हुन्छ यो धोतीहरूलाई अलिक चाहिँ गाह्रै हुँदो रहेछ धोतीको नभनिहालौँ के भन्नु यहाँ गएर यसो रिस उठाउँदाखेरि भन्नु मन लाग्छ यस्तो छ पछाडिबाट मान्छेहरू देख्दै हुन्छ होला डाँडादेखि आउँदैछ होइन गाह्रो छ चलो हेर्नुहोस् यहाँ कुत्ता हो त प्यारो कुत्ता पछाडि हेर्नुहोस् यो हो नि लाइन त होइन हामी लगभग तल ग्राउन्ड लेभल हाई लेभलदेखि बिचको मिडियम लेभलमा आइसकेको छौँ साप पनि देखियो अब हामी ठक्क ओह्रालो झरेर थकै लागेर रेस्ट टाइममा आइपुगेको छौँ होइन यता योले मेरो खानेकुरा माग्न खोजै छ हेर्दा नि यस्तो होला छ लास्ट सेक्सी बुढो हो क्या लास्ट सेक्सी बुढो हो क्या लास्ट गाह्रो भइसकेको छ यार यस्तो खोलामा आइसक्यौँ है पहाडहरू कस्ताहरू हुन्छ नि